म चाहिँ हजुरहरूलाई पेपर फोल्ड मात्रै गरेर देखाउँछु है त साथीहरू। ल ओके, हामीसँग ग्लु अनिवार्य रूपमा चाहिन्छ र साथीहरूसँग यतिकै खेर गएर बसेको जुनै पनि पेपर हुन्छ। मैले चाहिँ भने यहाँ पत्रिकालाई नै लिएको छु साथीहरू। पत्रिका चाहिँ लामो चाहिन्छ, हामीले यसरी ऱ्यान्डमली कट गर्नुपर्ने हुन्छ र त्योभन्दा पहिला चाहिँ तपाईँ हामी सबैजनाले चाहिँ यसरी थोरै फेभिकोल लाउनु पर्ने भयो। अब भने यो पेपरलाई यसरी राख्न पर्ने भयो साथीहरू र यसलाई बिस्तारै पहिला सुरुमा यसलाई चाहिँ राउन्ड सेप दिनुपर्छ यसरी। जब हाम्रो यसले चाहिँ राउन्ड सेप लिइसक्छ साथीहरू, अब भने हामीलाई फोल्ड गर्नलाई एकदमै सजिलो हुन्छ। हजुरहरूले यसरी फोल्ड गर्दै जानुपर्ने हुन्छ र तलपट्टि भने हजुरहरूले यसरी घुमाउँदै जानुपर्ने हुन्छ। त्यसपछि यो अटोमेटिकली हाम्रो चाहिँ एकदमै राम्रो सेप हुन्छ र ठाउँ ठाउँमा नखुस्कियोस् भन्नको लागि साथीहरू हामीले सानो पिस गरेर पनि काम गर्छौँ र त्यो काम गर्दाखेरि नखुस्कियोस् भनेर चाहिँ हामीले ठाउँ ठाउँमा चाहिँ यसरी